हामी कहाँ हिँडेको सबैजनाले बोल्नु हामी आज जाँदैछौँ सिमेन्ट फ्याक्ट्रीको सर्वे गर्न। अनि हामी किन जाँदैछौँ त उता पनि खुलाइदिनुहोस् त्यो चाहिँ हामीले चाहिँ वातावरणसँग रिलेट गरेर त्यसले चाहिँ कतिको वातावरणलाई हार्म गरेको छ भन्ने कुरा चाहिँ पत्ता लगाउनलाई गएको छौँ। यो चाहिँ हामी अर्घाखाँची सिमेन्ट फ्याक्ट्री चाहिँ भिजिट गर्न आएको हो। यहाँ चाहिँ कस्तो छ सबै कुराहरू हुन्छ। इन्डस्ट्रीहरूबाट भएको पल्युसनले गर्दाखेरि चाहिँ यहाँको खेतीलाई कति धेरै असर गरेको छ भन्ने पनि हेर्न सक्छौँ है। तपाईँले घुस घाँस दिएर यताउता गरेर मिलाइदिन्छ। अच्छा यस्तो अनि यस्तो मार्क्स ल्याएर हिँड्ने यताउता गर्नु भएको कि भएको छैन जान्छन् हामीहरू अनि केही पनि दिँदैन। तपाईँहरूलाई धेरै असर पारेको छ केटी बच्चाबच्चीहरूलाई पनि सबैलाई के भन्न चाहनुहुन्छ त्यसो भए अब के भन्न चाहनुहुन्छ अब के भन्छन् के गर्छन् कतै सरेर जानु खोज्नु भएको छ कि हामीहरू गरीब हैं, हम लोग गरीब हैं, क्या कर सकते हैं? जा नहीं सकते बच्चे नहीं सकते, मार देंगे। हेर्नु त यो अर्घाखाँची सिमेन्टबाट चाहिँ यसरी आफ्नो फोहोर चाहिँ यसरी फालिदिएको छ। अब यो चाहिँ यही नजिकै बस्ती छ, यही इन्डस्ट्री छ। हामीलाई त भित्र गएर के छ भने रिसर्च गर्नलाई पनि पर्मिसन पाइएन। यही इन्डस्ट्री छ अनि यही चाहिँ बस्ती छ भनेपछि कति असर गरेको छ होला। उद्योगले सम्पदाहरूलाई असर गरेको महसुस गर्नुभएको छ कि छैन? जस्तै कल कारखानाबाट फोहोरहरू आउँछ प्रदूषण भएको छ नि त्यसले चाहिँ हाम्रो सम्पदाहरू त नजिक नजिक छ नि त। यहाँदेखि लगभग हाम्रो त अब हाम्रो स्टडीले के भन्छ भन्दा यो उद्योगहरूको के सम्पदाहरू भएको 15 किलोमिटर नजिकै त त्यो यस्तो उद्योगहरू सञ्चालनै गर्न नपाइने भन्ने छ कि तर चाहिँ अब भइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ असर पुगेको जस्तो लाग्छ कि हजुरलाई? अब यो फ्याक्ट्रीले त्यति मैले मान्दैन किनभने 20 किलोमिटर टाढा छ। हजुर अरूहरू नजिक उतातिर नजिक त लास्टै गरेछ छ उतातिर पनि असर गरेको जस्तो लाग्छ हामीलाई। अनि अब तपाईँ के भन्छ टुरिस्ट मान्छेहरूले गाह्रो भइरहेछ यता फ्याक्ट्री एरियाबाट जान झुलो गर्दाखेरि गाह्रो उनीहरू त नेचुरल भन्नाले अलि हरियाली ग्रिनरी टाइपको हाम्रो खेतबारीमा के कति धेरै चराहरू आउने अनि अलिअलि जनावरहरू पनि आउँथे नि पहिला बाबाहरूको पालामा। अहिले चाहिँ यहाँ कतिको चराहरू आउने जनावरहरू अलिअलि आउने गरेको छ नि यहाँ? अहिले त्यति छैन पाउनु भएको छैन है। अनि यो चाहिँ कारण के हो जस्तो लाग्छ नि हजुरलाई? कम हुनुको कारण चाहिँ अब यसमा रिजन त शहरीकरण बरु अर्बनाइजेसन पनि भयो। धुलो धुवा पारेको छ नि त त्यसैले चाहिँ गर्दाखेरि चाहिँ हाम्रो सास लिने यो हावामा चाहिँ असर गरेको हुन्छ नि त। गरेको छ नि कहाँबाट आनन्दले बस्नु पाउनुहुन्थ्यो होला यो साउन्ड आएको छ त्यो भएर असर गरेको हो कि? कहाँ 1 बजे हो त पहिले कहाँ अनि हजुरहरूको खानेपानीको स्रोत छ कि छैन? कहाँबाट ल्याएर पानी खानुहुन्छ? अच्छा ठीक भले तनी इन्टरभ्यू दे अनि तपाईँहरूको यो नलहरूको यो पानी र सहरको छ र यो नलहरूको पानी भएको जमिनमा निकाल्ने होइन? अनि यहाँ नजिकैको खोलाहरूमा छ नि त्यो खोलाहरूमा गएर हजुरहरू लुगा धुने आफ्नो न्वाउने गर्न सक्नुहुन्छ? यो चाहिँ स्कुल भयो होइन? अब यही नजिकै हेर्नु न यस्तो यही नजिकै चाहिँ इन्डस्ट्री छ। यसले चाहिँ कति असर गरेको छ होला भन्ने चाहिँ हामीले अनुमान गर्न सकिन्छ।
यता त धेरै जसो खेतमा जलाउँदैन किनभने गाई भैँसी छन् सबै कुरा त्यो भुस पराल सबै गाई भैँसीलाई नै खिलाउने गरिरहेछ तर चाहिँ त्यही हो कि हाम्रो अनि तपाईँलाई चाहिँ यो वायु प्रदूषणले चाहिँ तपाईँको जीवनशैलीमा चाहिँ कतिको असर पुर्याएको छ? हाम्रो श्वास प्रश्वासमा नि समस्या देखिन्छ हाम्रो छालाको समस्या छ घरमा होइन धुलो धुवा मेन स्किनको भएन है नौलो खालको भयो हाम्रो किनभने मलाई यस्तो यस्तो भएको है? यस्तो भइरहेको छ खै यो वायु प्रदूषण हो कि दबाई गराइरहेको छु पहिला चाहिँ चाउचाउ फ्याक्ट्री बनाउने भन्ने थियो अरे अनि चाहिँ यस्तो बनेछ। पनि नसँग हाम्रो भन्सारमा एक्चुअल भिक्टिम त हजुर हो नि त हामी खासमा यही खोज्न हो कि त्यस्तो अनि छ नलेज पनि त्यहाँ चाहिँ विद्यार्थीहरूलाई चाहिँ यो यहाँको साउन्ड हामीले त हरेक पढेदेखि नै आइरहेको हो नि त लोकल लेभललाई प्रायोरिटी राख्नुपर्छ फरेन भन्दा भन्दै यस्तो हुँदैन नि त सरहरू भन्नुभयो कि इन्टर्नसिप गर्नु त्यसपछि बिबिए सकेपछि जब दिन्छु ढुक्क भएर बस्नु अनि त्यसपछि मेरो सकेपछि 2021 जुनमा त्यहाँ जाँदाखेरि फेरि दिनु भएन दिनु भएन यहाँ जब गर्न पाउनु भएन हजुरले यहीँ हुँदा पनि मेरो खेत पनि यति छ वरिपरि यति खेत छ कति इम्प्याक्ट छ हामी त झन् यसमा उ गर्न सक्छौँ तब पनि अब दिनु भएन भने त्यसमा हामी के गर्ने स्टोनले गर्दा त्यो सानो सानो मसिनो खस्यो यो कपडा धोयो भने त्यसको माथि देखिन्छ सानो त्यो खसेको वाइट अनि त्यसले गर्दा हाम्रो भित्र पनि हेल्थमा पनि असर पुगिरहेको छ त्यो सास लिँदाखेरि भित्र त गइहाल्छ त्यो दिन तपाईँहरूलाई लुगा सुकाउँदाखेरि एउटा दुइटा मात्र उद्योग नभए यहाँ थुप्रै छ नि सिमेन्ट कारखाना तेल कारखाना बोरा फ्याक्ट्रीहरू होइन अनि यही क्षेत्रमा अब लुम्बिनी छ नि त लुम्बिनीलाई चाहिँ डाइरेक्टली कसरी असर पर्ने जस्तो लाग्छ असर पर्छ कि नै र लुम्बिनी भनेको त अब सांस्कृतिक सम्पदा नै भइहाल्यो होइन विश्वको कति हाम्रो सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत छ अब देशका कति देशबाट आउने पर्यटकहरू आउँछन् लुम्बिनीमा होइन अब यस्तो सास लिनमा बहुत गाह्रो हुन्छ अब सास लिने बेलामा राति 12-1 बजेपछि तपाईँलाई सेरिमेन्टीको बास्ना आउँछ कि जस्तै खाना खानुहुन्छ तरकारीको बास्ना आउँछ मासुको बास्ना आउँछ त्यस्तो सेरिमेन्टीको बास्ना आउँछ त्यस्तो गर्ने बेलामा त्यहाँ पनि हामीले गरियो लुम्बिनी पर्यटक क्षेत्र हो भनेर फेरि सबैले आए मैले उहाँलाई च्यालेन्ज पनि गरेको थिएँ तपाईँले यसमा के गर्न सक्नुहुन्छ भने तपाईँको नाम मैले सुनाउनु अक्षरबाट यहाँ लेखिदिन्छु फेरि उहाँ सरको कोठामाथि लगाउनु भएको डस्ट कलेक्टर 3 दिन फेरि लास्टमा त्यसको रेस्पोन्सै केही आएन तिनीहरू कहाँ हराए कहाँ सबै गए लास्टमा यो भिडियो गरेर यहाँका कम्पनीहरू सरसँग हामीले मिल्दोजुल्दो उठ्दै बस्दै गरेर सबै गरेछौँ उनले भन्छ रामसुब्बा गुप्ताजी अस्ति हजुरले त्यस्तो कुरा भन्नुभएको थियो आज त्यो मान्छे कहाँ छ तर एउटा जहाँ विकास हुन्छ तहाँ विनाश पनि हुन्छ यहाँ हाम्रो लोकल मान्छेहरू समस्या हल हुन्छ कि नै समस्या हल त हामी म यता